एकजना कस्टमरलाई खुसी पार्यो भने उहाँले 3-4 जना कस्टमरलाई लिएर आउनुहुन्छ। 2 जना 3 जनालाई कस्टमरलाई खुसी पार्यो भने कति ल्याउनुहुन्छ हेर्नुहोस् त। एकजना बहिनीले चाहिँ यहाँ फल्स लगाउन सिकाइदिनुहोस् भनेर कमेन्ट गर्नुभएको रहेछ। यसरी लगाउनुहोस् है बहिनी, 10 इन्ची छोडेर हजुरले फल्स जोड्नु होला। अनि यसरी राम्रोसँग सर्लक्क पारेर फल्स लाउनु होला। अनि यताउति लुगा चम्रङ चुम्रुङ काहीँ देख्नु भएन, सर्लक्क हुनु पर्यो। राम्रोसँग फिनिसिङ राम्रो बनाइदिनुहोस् होला। कस्टमर खुसी भएपछि त उहाँले अर्को साथीहरू लिएर आउनुहुन्छ। गाउँबाट पाहुना आउने एकजना पाहुना आएर हाम्रो टेलरमा लुगा सिलायो भने फेरि उहाँलाई मन परेपछि अर्को पालि पनि फेरि गाउँदेखिको लुगा नसिलाइकन आफ्नोमा आउँछ साथीहरू। कस्टमरलाई आफ्नो बनाउनु होला, खुसी बनाउनु होला, अनि पैसा कमाउनु होला साथीहरू। धन्यवाद मेरो भिडियो हेरिदिनु भयो, अगाडिको भिडियोहरूलाई मन पराइदिनु भयो। धेरै धेरै खुसी लाग्यो। धन्यवाद। हजुरहरू पनि काम गर्नु होला, सुरुवात गर्नु होला, राम्रो हुन्छ। धन्यवाद।